समस्या समाज र मानिसबीच अन्योन्याश्रित सम्बन्ध छ। समाज छ, समस्या हुन्छन्, सँगसँगै मिलेर समस्या समाधान गर्ने परोपकारी मनहरू पनि भेटिन्छन्। प्राकृतिक होस् वा दैवी विपत्ति, मानवीय जीवनको उद्धार एवं उपचारमा सक्दो सहयोगलाई हामीले सधैँ मुख्य प्राथमिकतामा राख्दै आएका छौँ। भूकम्पले छेद विच्छेद तुल्याएका भौतिक संरचनाको व्यवस्थापनमा क्रियाशील सहभागिता होस् वा घाइतेको उपचारका लागि स्वास्थ्य शिविरको सञ्चालन, दुःखमा ऐक्यबद्धता प्रकटसँगै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्यौं। कोरोना महामारीले रेमिटेन्स पठाउने सयौं नेपाली दाजुभाइ दिदीबहिनीहरूको जीवन चुर्दा कल्पना गरौँ त विदेशी भूमि र जीवन मरणको दोसान। हामी औपचारिकतामा मात्र सीमित बनेनौं। कठिन श्रम गरेर घर व्यवहार चलाउँदै आएका परिवारको एक होनहार सदस्यलाई महामारीले टपक्कै टिपेर लग्दा त्यो परिवारमा पर्न गएको अपूरणीय क्षतिलाई कम गर्न आइएमए भरोसा कोष मार्फत सयौं जनालाई जनही कुल रकम रु 58,000 का दरले आर्थिक सहायता प्रदान गर्यौं। कोरोना महामारीको प्रकोप बढ्दै जाँदा स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरणको अभाव भएका समाचार हामीले दिनहुँ जसो सुनिरहनु पर्यो। बाँच्न पाउने मान्छेको अधिकार, तर महामारीले त्यसो भन्दो रहेनछ। स्वास्थ्य उपकरणकै अभावमा मान्छेले मृत्युसँग हार्नुपर्ने? मान्छेको अमूल्य जीवनको रक्षार्थ नेपाल सरकार स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर सुगम दुर्गम गरी देशभरका विभिन्न स्थानमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गर्यौं। हामीलाई थाहा छ, आजका बालबालिका भोलिको देशका कर्णधार हुन्, तर अबोध शिशु जसले आफूलाई नै जन्म दिने बाबुआमा चिन्न पाएन, उसका लागि यस्तो सोचिदिने को हुन सक्ला? भूकम्प वा अन्य यस्तै कारणले कलिलै उमेरमा आमाको न्यानो काख र बाबाको अभिभावकत्वबाट सदाका लागि वञ्चित हुन विवश त्यस्ता बालबालिकाहरूको शिक्षा दीक्षाका लागि पूर्ण आवासीय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेका छौँ। खेल क्षेत्रको विकास र व्यावसायिक खेलकुदका लागि खेलाडीहरूको खेल कौशल र सिप अनिवार्य मानिन्छ। सानै उमेरमा सिकेको सिप स्थायी हुने हुँदा 16 वर्षभन्दा मुनिका बालबालिकाहरूका लागि प्रतियोगितात्मक टेनिस विगत केही वर्षदेखि सञ्चालन गर्दै आइरहेका छौँ। आफूले खुट्टा टेकिसकेपछि आफू जस्तै अरूलाई पनि खुट्टा टेक्न सहयोग गर्नु लोक कल्याणकारी कार्य हो। आफूले कखरा सिकेको विद्यालयको अत्याधुनिक भवन निर्माणमा आइएमएका संस्थापक द्वयले देखाएको यस्तै चासोले त्यो कुरालाई थप पुष्टि गर्दछ। आइएमए फाउन्डेसन यस्तै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने परोपकारी संस्था हो। हामी शिक्षा एवं स्वास्थ्य, खेलकुद, वातावरण र समुदाय गरी मूलतः 4 स्तम्भमा सामाजिक काम गर्न रुचि राख्दछौँ। धन्यवाद।